सिम्पल थियो किनभने अब थाहा थियो कि पावर प्लेसम्म चाहिँ अब जस्ट ह्याप्पी कि जे भइरहेको थियो किनभने यु क्यान नट डु मच अबाउट द्याट बिकज दे वर प्लेइङ रियली वेल उहाँहरूले स्टार्टिङ पनि राम्रो पाउनु भएको थियो तर अन द सेम टाइम तपाईँहरूले चाहिँ कुल हेड राखेर नै आफूले सोच्नुपर्ने हुन्छ कि अब इफ वी वर ब्याटिङ उहाँहरूको ठाउँमा हामी हुने भए पनि त्यही स्टार्ट नै हुन्थ्यो हाम्रो लागि पनि किनभने बोलिङ गर्नु गाह्रो थियो त्यो फेजहरूमा तर त्यसपछि गेम जुन चाहिँ एक्चुअल गेम चाहिँ त्यहाँबाट ड्यु फ्याक्टरको कुरा गर्नुभयो कति गाह्रो थियो बललाई ग्रिप गर्नलाई बल हातमा समाउनलाई निकै डिलाङको हेर्दाखेरि पनि गाह्रो भइरहेको छ छमा बल परिरहेको थिएन सो कति डिफिकल्ट छ मेरो एक्सपिरियन्समा मैले आजसम्म जहाँ पनि खेलेको छु त्यसमा चाहिँ सबभन्दा बेसी ड्यु नै अब नेपालमै देख्छु तपाईँको ओभर चाहिँ टर्निङ पोइन्ट भयो जस्तो लाग्छ लाग्दैन त्यो 2 चाहिँ विकेट 3 रन होइन त्यो त्यसपछि चाहिँ अलिकति चाहिँ कमब्याक विराटको कमब्याक जस्तै एक किसिमको छक्का चौका एउटा वर्षा जस्तो भइरहेको थियो हजुरको त्यो एउटा चाहिँ ओभर चाहिँ टर्निङ पोइन्ट भयो जस्तो लाग्छ I'm here to help the team जुन वेमा हुन्छ अब मभन्दा अगाडि शुभमले त्यो विकेट निकाल्नु आई गेस रसको त्यो विकेट निकाल्नु त्यसले ब्रेक थ्रुले नै अब सबैको लागि सजिलो बनाइदियो प्लस मेरो जुन अब रोल छ टिमभित्र अब गएर सकेसम्म अब टिमको सिचुएसनको डिमान्ड के छ त्यो अनुसारले नै अगाडि बढ्छु र ह्याप्पी कि त्यो 2 विकेट चाहिँ त्यो ओभरमा आएर त्यसपछि हामीले मोमेन्टम सिफ्ट यो सिजन चाहिँ तपाईँहरूले एकदम राम्रो सुरुवात गर्नुभएको छ कन्सिस्टेन्सी चाहिँ एकदम चाहिन्छ यो T20 यो फर्मेटमा लास्ट सिजन तपाईँहरूको राम्रो प्रदर्शन थियो तर कुनै म्याचहरू सुपर ओभर गएर पनि हार्नुभयो त्यस्तो भएको थियो तर यो पालि हेर्दाखेरि टिमको युनिटी हेर्दाखेरि जुन फरेन प्लेयरसँग सेलिब्रेसनहरू हेर्दाखेरि पनि एकदमै राम्रो देखिरहेको छ कि युनिटी सो कस्तो महसुस भइरहेको छ एज अ टिम चाहिँ यो पालि चाहिँ प्लेअफ पुगेर अथवा फाइनलले जित्ने खालको टिमको माहौल कस्तो फर्स्ट थिङ त ग्ल्याड कि जुन टिमसँग सुपर ओभर खेलेको थियो उहाँसँग आज जित्न पुग्यो राम्ररी कम्प्रिहेन्सिभली तर अब आउने आज पनि केही मिस्टेक्सहरू भएको छ तर त्यसलाई चाहिँ अब आउने दिनहरूमा चाहिँ सुधारेर आगामी दिनमा प्रदर्शन गरेर अब अफकोर्स अब सबै टिमहरू चाहिँ यहाँ चाहिँ ट्रफी जित्नको लागि हुन्छ सो विल डेफिनेटली गिभ आवर हार्ट एन्ड सोल टु विन दिस ट्रफी जस्तो सरी यहाँलाई एउटा क्वेसन चाहिँ एउटा के अरे सोध्नु चाहेको चाहिँ जस्तो पुगुले दशा आएको चाहिँ एज एन इन्टर आउने भन्ने कुरा भएको त्यसको बारेमा चाहिँ अलिकति बताइदिनुहोस् न कहाँ पनि हुनुहुन्छ होइन वी आर स्टिल इन टक अब युएस बोर्डको हामीले के भन्छ अनुमति पाउनुपर्ने एकदम जरुरी नै छ उहाँ चाहिँ त्यो टिमको हेड कोच भएको नाताले पनि सो वी जस्ट वेटिङ अब फाइनल कन्फर्मेसन आएपछि चाहिँ अब त्यसमा हामी अगाडि बढ्नेछ मेरो फाइनल क्वेसन चाहिँ यो भाइब्सको बारेमा अलिकति बताइदिनुहोस् न धेरैपल्ट खेल्नु भएको छ होइन तर यो फर द फर्स्ट टाइम अन्डर द फ्लोर टाइटियाले खेल्नु भएको छ होइन त्यही बाहिर त धेरैचोटि खेल्नु भएको छ तर आफ्नै टिम ग्राउन्डमा यो खेल्दाखेरिको भाइब्स र फिलिङ्स अलिकति सेयर गर्नुहोस् मैले अघि नै प्रेस कन्फरेन्स पोस्ट म्याच प्रेजेन्टेसनमा पनि भनेको थिएँ हाम्रो लागि भन्दा पनि हामीभन्दा पहिला जतिले पनि खेल्नु भएको थियो उहाँहरूको यो जुन सपना थियो उहाँहरू पनि आज यो सब हेरेर आँखामा चाहिँ आँसु चाहिँ पक्कै पनि खुसीको आँसु छ किनभने उहाँहरूको जुन एउटा पहिलो स्टेपदेखि यहाँसम्म नेपाल क्रिकेट जहाँ आइपुगेको छ आजको दिनमा आई गेस सबैको सपना साकार भएको छ जस्तो लाग्छ र अब यसलाई चाहिँ अगाडि आगामी दिनहरूमा मोमेन्टमलाई लिएर जाँदै अब यसलाई क्यारी गरेर आउने जेनेरेसनको हातमा पनि जुन नेपाल क्रिकेट हुनेछ त्यसले चाहिँ अझै राम्रो उपलब्धि पाओस् भन्ने चाहिँ म चाहिँ आज जेम्स निसमको विकेट चाहिँ कति स्पेसल थियो जुन टर्निङ पोइन्ट पनि हुनसक्छ त्यो खेल हजुर अब अभियसली अब लेफ्ट आर्म ब्याटर्स प्लस अब म चाहिँ सर्ट ह्यान्डबाट बोल पारिरहेको थिएँ अनि च्यालेन्ज थियो तर पनि अब एज ए लिडर अब तपाईँले चाहिँ टिमको मेन एक्सपिरियन्स बोलर भएको नाताले चाहिँ त्यो दिनुपर्ने पर्छ जस्तो लाग्छ इनिसिएट लिनुपर्छ र त्यो लिए अब लकिली विकेट पनि पाएँ अब विकेट पाएपछि अब अफकोर्स मोमेन्टम चाहिँ सिफ्ट हुन्छ सो त्यसले चाहिँ टिमलाई एकदम हेल्प गर्छ जस्तो लाग्छ र साथै त्यसपछि आउने जति पनि बोलर्सहरू हुनुहुन्थ्यो उहाँहरूले पनि एकदम एउटा लास्ट क्वेसन डुप्लेसिस आइपुग्नु भएको छैन होइन उहाँ आउँदै हुनुहुन्छ उहाँ आइसकेपछि टिम अझ कतिसम्म बलियो हुन्छ टिम अलरेडी बलियो पनि छ प्लस उहाँको उपस्थितिले अब झन् थप ऊर्जा हामीलाई चाहिँ पक्कै पनि दिने नै छ र साथै उहाँको एक्सपिरियन्स जुन छ अब आज जसरी टोक्योको एक्सपिरियन्स हामी सबैले हेरेको छौँ त्यो कुराले चाहिँ एक्सपिरियन्स चाहिँ हामीले गेम हेर्नको लागि मात्रै होइन गेम सिक्नको लागि पनि उहाँहरूले चाहिँ के एक्स्ट्रा गरिराख्नु भएको छ त्यो हेरेर हामीले आफूलाई चाहिँ कसरी इम्प्रुभ गर्ने एज ए टिम एज ए युनिट एज ए प्लेयर इन्डिभिजुअल हामी मात्रै होइन कि अरू टिमहरूले पनि त्यो एउटा राम्रो सिक्ने मौका हुन्छ यद्यपि सर्ट टाइमको लागि उहाँ चाहिँ आउँदैन हुन्छ तर देयर इज अ लट अफ थिङ्स टु लर्न फ्रम थ्याङ्क यू